कहिलेकाहीँ हामी धेरै समय प्रार्थना गर्छौँ तर जवाफ आउँदैन। के प्रभु साँच्चै हामीसँग हुनुहुन्छ? यो कथा हो सीताको। उनी चर्चमा धेरै सक्रिय छिन् र प्रार्थनामा विश्वास पनि राख्छिन्, तर उनलाई ठुलो पीडा थियो। उनको छोरा लामो समयदेखि बिरामी थियो। सीता हरेक दिन प्रभुको सामु प्रार्थना गर्थिन्, तर धेरै महिना बित्दा पनि कुनै उत्तर आएन। एक दिन उनी थाकिन् र निराश भइन्। प्रभु, म धेरै समयदेखि प्रार्थना गरिरहेको छु, किन मलाई जवाफ आउँदैन? के तपाईँ साँच्चै हुनुहुन्छ? त्यो साँझ चर्चका साथीहरू घर आए। उनीहरूले केवल प्रार्थना मात्र गरेनन्, उनीहरूले सीता र उनका परिवारलाई अँगालोमा लिए। साथीको मायाले उनको मनमा आशा र विश्वास फर्कायो। सीताले बुझिन्, प्रभुको जवाब सधैँ तुरुन्तै आउँदैन। कहिलेकाहीँ प्रभु आफ्ना मानिसहरू मार्फत, साथीहरूको माध्यमले र धैर्यको माध्यमले काम गर्नुहुन्छ। केही महिनापछि छोराको स्वास्थ्यमा लाभ आउन लाग्यो। सीता आँसु पुस्दै भन्छिन्, मैले सिकेँ कि प्रार्थनाको ढिलाइ हुन सक्छ, तर उहाँले तपाईँलाई कहिल्यै छोड्नुहुन्न। यदि तपाईँ लामो समय प्रार्थना गर्दै हुनुहुन्छ भने धैर्य राख्नुहोस्। उत्तर ढिला हुन सक्छ, तर उहाँले तपाईँ र मलाई कहिले छाड्नुहुन्न। धन्यवाद।